वर्क होम मात्र गरेर when you look back you don't have any stories then it's worthless living के मेरो नाम चाहिँ नि सञ्जीव रत्न ताम्राकार हो म चाहिँ नि WHO मा एज अ प्रोग्राम एसोसिएट काम गर्छु 26 years that I have been in WHO I am a biker सोल बाइकरै हो कि एट द एज अफ 11 होला आई अलरेडी स्टार्टेड राइडिङ मोटरसाइकल दाइको लाइसेन्स दिन्थ्यो अनि म चाहिँ नि दाइको लाइसेन्स लिएर बोकेर बाइक लिएर घुम्थेँ कि स्कुल टाइममा पनि हुन्छ नि प्रिन्सिपल र हाम्रो घर नजिकै थियो म कहिलेकाहीँ बाइक लिएर अनि घर आउने यताउता चाहिँ नि गर्थेँ कि प्रिन्सिपलको बाइक लिएर मैले सबै केटाहरूलाई सिकाइदिएँ कि प्रिन्सिपलको बाइक स्कुलबाट लग्यो भने थाहा हुन्छ होइन अफ गर्ने तारै स्कुलको गेटबाट बाहिर निकाल्ने अनि अलिकति टाढा पुगेपछि स्टार्ट गर्थेँ अनि सिकाइदिन्थेँ सबलाई हाम्रो यो इङ्ग्लिस क्यालेन्डर इयरमा चाहिँ नि जापानबाट क्यालेन्डरहरू आउँथ्यो कि यो सुपर बाइक्सको हुन्छ नि डर्ट बाइक्सको त्यो बेला चाहिँ नि अब यो फलामको दराजहरू हुँदैन थियो काठको दराज हुन्थ्यो होइन सानो सानो गरेर पिस गरेर कटिङ गर्थेँ अनि त्यो चिप्काउँथेँ कि मेरो बुवा चाहिँ नि लाइक he had a certificate of technician Honda company जापान के 1976 तिर कोभिडको दौरान बुवालाई हस्पिटलाइज गर्नु पर्यो भयो हस्पिटलबाट बुवा फर्किनु भयो हामीले के पनि गर्न पनि पाएनौँ देन आई रियलाइज यु हेभ टु लिभ योर लाइफ नाडाको यो टिकट जस्ट ट्राइम बाइक हेर्नको लागि मात्र मैले टिकट लिएको थिएँ टेस्ट राइड गरेको लगभग 5-6 डेजमा नै 200वटा बाइक लिँदाखेरि आई वाज अल्सो द पर्सन फर्स्ट कस्टमर हुनुमा चाहिँ नि गर्व पनि फिल भयो मलाई ट्राइमको स्पिडको त्यो जुन साउन्ड रोर यस्तो मन लाग्यो यस्तो राम्रो लाग्यो कि आई कुड नट इमेजिन के त्यो मनैदेखि हुन्छ नि ट्रिप्त भएको फिल हुन्छ कि अब बुवाले त्यो टेक्निसियन भएर काम गर्दाखेरि होला सायद माइट बी हेरिडिटी पनि हुनसक्छ होइन सानो सानो प्रब्लम्सहरू चाहिँ नि नोटिस भइहाल्छ कि हामी कालिम्पोङ जाँदाखेरि मेरो राइडिङ स्टाइलमा चाहिँ नि एकदमै एग्रेसिभनेस हुँदाखेरि चाहिँ नि मैले धेरै ठाउँमा चाहिँ नि बाइकले चाहिँ नि सपोर्ट नगरेको जस्तो फिल भयो कि सस्पेन्सन र हाइट चाहिँ नि अलि नपुग्ने फिल भयो मेरो सायद एग्रेसिभनेसको लागि चाहिँ नि राइडिङ स्टाइल एग्रेसिभनेसको लागि चाहिँ नि सायद एक्सी हाम्रो स्पक व्हिलले चाहिँ नि मिट गर्ला जस्तो छ पहिला म ट्राभल गर्दैन थिएँ एकदमै कम मात्र म आउट अफ भ्याली हुन्थेँ जब ट्राइमसँग म अप्पर मुस्ताङ गएर आएँ मन यति तृप्त भएको छ कि है आफ्नै कन्ट्री ट्राभल गर्नुपर्छ भन्ने मलाई चाहिँ एकदम त्यो प्रोत्साहन चाहिँ भएको छ कि यङ्गेस्ट टाइममा जहिले वर्क होम गरेँ अब ट्राइम चलाएर म घुम्न गइसकेपछि चाहिँ नि नाउ यु हेभ टु ट्राभल भन्ने मलाई चाहिँ नि भयो कि आई हेभ 2 डग्स विच आर लाइक माई किड त्यसले गर्दाखेरि चाहिँ नि म मेरो वाइफसँगै ट्राभल गर्न पाएको छैन कि मेरो ड्रिम डेस्टिनेसन चाहिँ विथ माई वाइफ टु रारा मलाई बाइक चलाइसकेपछि फ्रिडम अर्कै आउँछ कि यु डोन्ट हेभ टु वरी यु आर फ्री लाइक अ बर्ड के 400cc लिएपछि पेट्रोल वास्तै गर्ने होइन कि इन्जोय गर्ने हो इभन इन अ भ्याली 25 इज प्रिटी गुड फर मी अहिलेको ट्राइमको त्यो जुन साउन्ड हुन्छ नि बेलुकातिर यसोको ड्राइभ जाँदाखेरि त्यो साउन्ड त्यो म्युजिक कानमा भाइब आउँदाखेरि मन तृप्त भएको फिल हुन्छ कि वेन आई राइड माई मोटर बाइक आई फिल आई एम अलाइभ